एकचोटि यो देखाउनुहोस् त यहाँ सुदुन प्राय जस्तो सबैजनाको घरमा चाहिँ यस्तो कुराहरू चाहिँ पुरा एकदम राम्रोसँग सजाएर राखेको हुन्छ। अनि खासमा चाहिँ यो किन सजाएर राखेको हो त भनेर चाहिँ यो सानो भिडियो मार्फत चाहिँ हजुरहरूलाई बुझाउनु पर्दाखेरि एक्जाम्पलको रूपमा एकजना व्यक्तिले चाहिँ भगवान बुद्धलाई आफ्नो घरमा भोजनको लागि बोलाउनु भयो भने फर्स्टमा वेलकम गर्दाखेरि चाहिँ के कुराहरू गरिन्छ त भन्ने कुराबाट चाहिँ हामीले बुझ्ने कोसिस गर्छौँ। फर्स्टमा चाहिँ एक्जाम्पलको यहीँ देखाउनुहोस् न। दुईवटा पानीले चाहिँ उहाँको खुट्टाहरू धोइसकेपछि होइन राम्रो राम्रो फुलहरूको माला बनाएर उहाँलाई स्वागत गर्ने अनि उहाँलाई फुलहरू छरेर होइन त्यति मात्रै होइन अब जस्तै मिठो मिठो बास्ना भएको चेनदेन सुपाहरूको चाहिँ साङ बालेर होइन एकदम उहाँलाई खुसी पार्नुपर्छ हामीले। अनि त्यस पछाडि उहाँ आसन ग्रहण गर्ने ठाउँमा पनि होइन एकदम बत्तीहरू बालेर एकदम दियोहरू बालेर झिलिमिली बनाएर चाहिँ राख्नुपर्छ। त्यसपछि उहाँलाई पिउनको लागि जल चढाउने हामीले होइन उहाँ जल पिइसकेपछि हामीले चाहिँ अनि जति मिठो मिठो खानाहरू छ जस्तै 84 व्यञ्जन मिठो मिठो खानाहरू चाहिँ हामीले उहाँलाई चढाउँछौँ। अनि उहाँले भोजनहरू सबै लिइसकेपछि होइन राम्रो राम्रो मान्छेहरू बोलाएर नाचगान देखाएर झनै उहाँलाई खुसी बनाउँछन् होइन। हो यस्तै कुराहरू जनाउनको लागि चाहिँ यस्तो न्याचुदुनहरू चाहिँ हामीले चढाएको हो है त। तर यो एउटा चढायो भने के हुन्छ, यो एउटा चढायो भने चाहिँ त्यसको फल के पाइन्छ भन्ने खालको कुराहरू चाहिँ धेरै छ। त्यो कुरा चाहिँ हामी पछि भिडियो